Okay, this is the third day in Melbourne. यो चाहिँ खासै केही भएन त्यो के अरे स्काइडेक टावरमा भिआर गरेर आइयो हिजो अनि पानी परेको भएर अनि साँझ स्काइडेकमा चाहिँ वेटिङ पिरियड धेरै भएको भएर चाहिँ धेरै गर्न पाइएन। अब आज चाहिँ अब फर्स्ट प्लान चाहिँ हाम्रो म्युजियम जाने छ, म्युजियम गइन्छ। त्यसपछि अब वेदर राम्रो भएसम्म वेदर राम्रो भएसम्म ब्राइटन बिच प्लस त्यो क्विन्स क्लिफ जाने प्लान हो। तर लेट्स सी, नेभर नो होइन। एकदम पानी परिरहेको छ, बाहिर पुरै चपचप्ती छ। अब लेट्स सी। यो चाहिँ नेसनल ग्यालेरी अफ अस्ट्रेलिया भिक्टोरिया रह्यो। अब यो चाहिँ अस्ति हामीले देखेको आइफिल टावर त्यस्तो माथिबाट पनि देख्नु ठुलो। रातिमा चाहिँ यहाँ चाहिँ कस्तो हुँदो रहेछ भन्दा ब्लू कलरको लाइटले डेकोरेट गर्दो रहेछ बाटोमा चाहिँ। त्यस्तो एलइडी लाइटले चराहरू हिँडे जस्तो यताउता बनाएर बनाउने। त्यो राम्रो देखाउनलाई त होला नि है। यहाँ चाहिँ यो त आर्ट सेन्टर रहेछ। यो आर्ट सेन्टर मेलबर्न छौ। हाम्रो बामीहरू बा चाहिँ नेपाली बा स्टाइलले हिँड्नु आयो धक्क लगाएर पछाडि हात राखेर। ए के छ बा? अब कहाँ जानु लागेको त हामी? के छ त? दोस्रो दिन अन्त गयो। अब आज म्युजिक, त्यहाँबाट समुद्रको छाल हेर्न जाने भनेको। अहिले बिहान म्युजिकमा जाऊँ, दिउँसो म्युजियममा जाऊँ, साँझ खाना खाएपछि फेरि छाल हेर्न, समुद्र हेर्न जाऊँ। अरू कहाँ छन् के छन् छोराहरूले लिएर जान्छ। म्यापै हाने छैन मैले, जानै छन्। म्याप हेरेकै छैन। यो चाहिँ हिजो आएर साँझ फोटो खिचेको ठाउँ रहेछ फ्लिन्डर स्ट्रिटको। त्यो के क्विन एलिजाबेथ समथिङ के भन्दै थियौँ नि, यताबाट आउनु चाहिँ सर्टकट पर्दो रहेछ। नजिकै पो यहाँको ठुलो स्टेसन हो क्या सायद यो मेलबर्नको। ठुलै छ यो। कतिवटा प्लेटफर्म 13 हो कि 15वटा कतिवटा प्लेटफर्म रहेछ। अब ठ्याक्कै थाहा भएन मलाई, यहाँको बासिन्दा होइन नि त म। अब उता जाने हो एसबिआई त्यहाँ फोटो खिच्न चाहिँ। यहाँ ट्रेन स्टेसनको सपिङहरू सुसी यताउता। अब त हामीले खानु भएन कि आज चाहिँ होइन, आज र भोलि। यताबाट सिधै गएर लगभग 2 किलोमिटरमा चाहिँ म्युजियम छ। त्यहाँ चाहिँ मैले गुगल म्यापमा हेरे अनुसार डाइनोसरको 2-3 कङ्कालहरू स्केलेटनहरू देखेको थिएँ। अब टिभीमा फिल्महरूमा देखिरहेको चिज अब रियल लाइफमा पनि हेर्नु न त। सिडनीमा छैन नि त, सिडनी त्यस्तो छैन, तर मेलबर्नमा छ। यस्तो ठाउँ दामी छ। बिल्डिङ चाहिँ नयाँ कि जति वर्ष पुरानो भए पनि यहाँको बिल्डिङहरू रेनोभेट गरेर रिकन्स्ट्रक्सन गरेर राम्रो बनाउने, नयाँ राख्ने। जस्तो पहिला कन्डिसन छ त्यही कन्डिसनमा राख्ने क्या। अब यो अनि अर्को कुरा, अस्ट्रेलियामा चाहिँ
अस्ट्रेलियामा चाहिँ कन्स्ट्रक्सन भन्ने कुरा कहिले पनि नै भने जहिले गरेको छ। सिडनीमा पनि त्यस्तै, क्यानबरामा पनि त्यस्तै, मेलनमा पनि त्यस्तै। जता पाए त्यतै, जहाँ पाए त्यहीँ कन्स्ट्रक्सन कहिल्यै नभ्याउने यो ठाउँ। बाटो छेकेछ, सरल त हिँड्दैन पनि, कहिले कता बाटो छेकेछ, कहिले कता बाटो छेकेछ। यो अस्ट्रेलियाको प्रब्लम रहेछ। यो म पर आउँदा पनि यो यस्तै थियो क्या यहाँ, यो यस्तो टिन लगाएको यस्तो भयो कि के हो ठ्याक्कै थाहा चाहिँ भएन। अझ पनि त्यस्तै नै छ। हामी चाहिँ आयो मेलबर्न म्युजियम। यो के हो थाहा भएन यताको बिल्डिङ, तर यो चाहिँ मेलबर्न म्युजियम। अब चाहिँ हामी टिकट काटेर, यो चाहिँ चाइनिजहरू हुन् होइन, यिनीहरूले चाहिँ फाल्गु के भन्ने हुन्छ, जहाँ पनि गर्न थाल्छन् यस्तो एक्सर्साइज, जहाँ पनि गरिदिन्छ नि। अब टिकट काट्नुपर्छ मेलबर्न म्युजियमको होइन। के छ भित्र मेलबर्न म्युजियम, आइ एम एक्साइटेड है। ए मेलबर्न म्युजियम, हामी चाहिँ अब मेलबर्न म्युजियमभित्र है। यहाँ चाहिँ यस्तो ठुलो माछाको कङ्काल देख्न सकिँदो रहेछ। ए माछाको कङ्काल है। गाइज नेक्स्ट स्टप ब्राइटन बीच। अब हामी जाँदैछु मेलबर्नको ब्राइटन बीच। सो सी यू देयर राइट। मजा आयो हिउँदा चाहिँ के अरे जाडो महिनामा किरो खोलाको पानी पनि यस्तै चिसो हुन्छ, खट्टे हुने। यो पनि जाडो रहेछ पानी त। समुद्रको पानी त तातो हुन्छ भने त्यो त चिसो रहेछ त। चिसो हुन्छ, नुहाएपछि तातो हुन्छ। ए यस्ता मान्छे के गर्छन् बिचको पानी कस्तो लाग्यो त चिसो। ल अब हामी जाँदैछौँ पानी जहाजभित्र। गाडी चाहिँ पानी जहाजभित्र हाल्नेवाला छौँ। अब चाहिँ भित्र जाने कार्यक्रम चलिरह। लाइन लाउँदै भित्र गइन्छ। अगाडि पनि बाबा भित्र मान्छे अब ती ढोका खुल्यो नि त त्यहाँबाट। त्यही ढोकाबाट टक्क भित्र लाग्ने। यहाँ चाहिँ ढोका हुने पल्लाको र ओल्लाको पहिला ओल्लो पल्टिँदो रहेछ, त्यहाँबाट पल्लो पल्टिँदो रहेछ। वेट बराबर मिलाउनु पर्यो नि त दुई साइडतिर। ए त्यही भएर
त्यही भएर बार भएको चाहिँ पल्ट्यो पहिला त्यहाँबाट पल्लो पल्ट्यो उता थुन्नी मास्ते ठडिँदो रहेछ होइन ठुलो गाडी त अगाडि गयो हेरेर हाल्ने रहेछ औ भगवान् ल पानी जहाजभित्र हामीले गाडीभित्र इन गर्दैछौँ अगाडिको गाडी गयो पछि पछि हामी पनि जाँदैछौँ यसरी हामी अहिले पानी जहाजभित्र हिँडिरहेको छौँ हामी यति मान्छे छौँ है देखिया त हमला के सबै पछाडि जाऊँ न त बाहिर जाऊँ क्या यस्तै गङ्गामा यस्तरी हिँडेछ रमाइलो यो रमाइलो उहाँको पोट छोडेर हामी आइयो उहाँ टाढा पोट यस्तरी हिँडिन्छ अब तल गएर कफी खानुपर्छ कफी खाएपछि फ्रेस हुन्छ अब हामी चाहिँ यहाँ चाहिँ बोर्डिङ गरिन्छ अनि जाम ल आज चाहिँ घुमियो मेलबर्नको कहाँ घुम्यो आज म्युजियम गयो अनि ब्राइटन बिच गयो सायद आजको भिजिट यसैमा हुन्छ होला अब भोलि चाहिँ क्यानबेरा लागिन्छ बिहान पख चाहिँ सायद हामी त्यो हार्बरतिर गइन्छ कि अनि त्यसपछि उतैतिरबाट हुँदै क्यानबेरा लाग्न सकिन्छ सायद होइन साँझसम्म क्यानबेरा पुगिन्छ कि तर आजलाई चाहिँ धेरै घुमियो धेरै वकिङमा परियो हिँडेर नै जित्यो आज अनि थकै पनि लाग्यो बस हिँड्दा हिँड्दा गाडीमा पनि तेल सकेको छ अब तेल हालेर घर गएर रेस्ट गर्ने खाना खाने सुत्ने सायद आजको दिन चाहिँ यसैमा क्लोजअप हुन्छ जस्तो छ त्यही हो अब भोलि चाहिँ क्यानबेरा लाग्ने एक दुई ठाउँको प्लस बिहान उठ्ने बित्तिकै घुम्ने चेकआउट गर्ने अनि हिँड्ने ठिकै छ अब सी यू टुमोरो भोलि भेटौँला नेक्स्ट नयाँ दिनको साथ थ्याङ्क यू